असाध्यै सीमित पात्रहरूलाई त्यो कानुनको दायरामा ल्याएर ग्रे लिस्टबाट निकाल्ने अभियान सुरु गरिएको हो। यसमा एकदम स्पष्ट हुनु होला। स्टक मार्केटमा सम्पत्ति शुद्धिकरणको छानबिन इत्यादि भन्ने छैन, त्यो हुँदैन। र अन्य निकायहरूभन्दा स्टक मार्केट धेरै नै आधुनिक, धेरै नै पारदर्शी है। कति पैसा कसले कहाँबाट लिएर आयो, ऋण लिएर आयो कि आफ्नै आम्दानीबाट लगानी गर्यो कि कुन सेयर किन्यो, कुन सेयर कतिमा बेच्यो, राज्यलाई कति कर तिर्यो, सबै लगभग स्पष्ट छ नि हैन। त्यसैले हरेक ट्रान्ज्याक्सन चेकमा हुन्छ है। चेकमा चाहिँ ट्रान्ज्याक्सन गर्नु भएको छ तपाईँहरूले भनेपछि यो अरू निकायहरूभन्दा त पारदर्शी हो, प्रविधि मैत्री भयो र यो अनुभव त अन्ततिर पनि लाने हो हामीले। त्यसैले यहाँ सेयर मार्केटमा व्यक्ति छानी कारोबारहरूको चाहिँ निहालेर त्यो गर्ने मनसाय हाम्रो छैन। तर फेरि रुल अफ लमा विश्वास गर्ने भयो भएर इन्साइडर ट्रेडिङ गर्ने, म्यानिपुलेसन गर्ने होइन, धितोपत्र सम्बन्धी ऐनहरू नियमावलीहरूको बर्खिलाफ जाने पात्रहरूलाई फेरि आफ्नो कोर्सले कामले गर्छ। तर साना लगानीकर्ताहरू आत्तिनु पर्दैन। इकोनोमीलाई हामी ठुलो सुधारको बाटोमा लाँदैछौँ। सबैजना उठ्ने गरेर नै हाम्रा कामहरू अगाडि बढेका छन्। त्यसैले अलिकति धैर्य गरेर कम्तीमा पनि बजेटसम्म पुर्दिनु हुन मैले अनुरोध चाहिँ गरेको छु।